नमस्ते यहाँहरु सबैजनालाई। म स्वर्ण कमल यहाँहरुलाई स्वर्ण कमल मार्गमा हार्दिक स्वागत गर्न चाहन्छु। स्वर्ण कमल के हो र स्वर्ण कमल मार्ग के हो भन्ने बारेमा सानो चर्चा गरिहालौं। सामान्य अर्थमा भन्दा स्वर्ण कमल एउटा कमलको फूल हो जुन पोखरी तलाउहरुमा फुलेको हुन्छ। हिलो पानी दुर्गन्ध रूपी वातावरणमै रहे पनि यसले आफ्नो पृष्ठभूमिबाट अलग रहेर जुन सौन्दर्यता छरेको हुन्छ त्यो सौन्दर्यता हामी मानिसले पनि आफ्ना विभिन्न परिस्थितिहरुबाट अलग रहेर मानव कल्याणका लागि प्रकृति संरक्षणका लागि कर्तव्य कर्ममा अगाडि बढ्नु पर्दछ, समभाव राखेर अगाडि बढ्नु पर्दछ भन्ने यसको आध्यात्मिक आशय हो। र स्वर्ण कमल प्राप्तिको जो मार्ग छ, जो बाटो छ, त्यो नै स्वर्ण कमल मार्ग हो। हामीले स्वर्ण कमल मार्गलाई एउटा राजमार्ग जसमा 5 वटा लेनहरु छन् त्यसरी पनि बुझ्न सक्छौं, अथवा यो पञ्चभावको बाटो हो। मैले देखेको बाटो भन्दा पनि बुद्ध दर्शनमा स्वयं भगवान बुद्धले देखाएको मार्ग हो यो। समभाव, सद्भाव, शान्त भाव, भित्र दिव्यता, बाहिर स्वर्णिमता भन्ने मुख्य 5 वटा भागहरु अंशहरु यसमा पर्दछन्। एकैछिन हामीले समभाव के हो भन्ने बारेमा चर्चा गरिहालौं। समभाव भनेको समत्वको भाव हो, समानताको भाव हो, अथवा आफूलाई अविचलित राख्ने एउटा भाव हो। यसको परिभाषा अझ हामीले यो भगवत गीताको दोस्रो अध्यायको 48औं श्लोकबाट पनि दिन सक्छौं। योगस्थ कुरु कर्माणि संगम त्यक्ता धनञ्जय सिद्ध सिद्ध्यो समो भूत्वा समत्वम योग उच्यते भनेर भनिएको छ। मनका सम्पूर्ण आकांक्षाहरू अथवा मोहहरूलाई त्याग गरेर समभावमा रहेर कर्म गर्नु पर्दछ। विजय पराजय अथवा सफलता असफलता सबै कुराहरुमा साम्य रहेर जब अगाडि बढिन्छ त्यो नै समत्व भाव हो र त्यसलाई योग भनिन्छ भनेर कृष्णले अर्जुनलाई बताउनु भएको छ। त्यसकारण योग भनेकै समभावको बाटो हो। महर्षि पतञ्जलिको अष्टाङ्ग योगको बारेमा सम्भवतः हामीले सुनेका छौं। अष्टाङ्ग योगमा रहेका 8 वटा अङ्गहरु मध्ये दोस्रो अङ्ग नियमले समभावको नै व्याख्या गरेको छ। शौच, सन्तुष्टि, तप, स्वाध्याय, ईश्वर प्रणिधान भन्ने यी 5 वटा जो भावहरु छन् यिनले हामीलाई भित्रैबाट शुद्ध गराउने, सन्तुष्ट राख्ने, तप साधनामा संलग्न गराउने, अध्ययनशील बनाउने र ईश्वर प्राप्तिको मार्गमा, मोक्षको मार्गमा अगाडि बढाउने उद्देश्य राख्दछन्। त्यसैगरी बुद्ध दर्शनको सुत्त पिटकमा पनि भनिएको छ, विभिन्न किसिमका नियमहरु दिएको छ जसले हामीलाई समभावमा ल्याउन सक्दछन्, निर्वाणको बाटोमा अगाडि बढाउन सक्दछन् भनेर व्याख्या गरिएको छ। योगको अर्थ अथवा समभावको उद्देश्य भनेको मानिसलाई स्थित प्रज्ञ बनाउने उद्देश्य हो, मुनि बनाउने अथवा सागर बनाउने उद्देश्य हो। जस्तो हामीले समुद्रलाई हेर्न सक्छौं। समुद्रको आफ्नो एउटा स्वभाव हुन्छ, निश्चलता हुन्छ, त्यो समभाव हो। विभिन्न नदीहरु आउँछन्, समुद्रमा मिसिन्छन्, ढुङ्गा माटो हिलो मुडा के ल्याउँछन्। जे लिएर नदीले आए पनि समुद्रले त्यसलाई सहस्र स्वीकार्दछ। समुद्रमा आँधी बिहोरी चल्छ, तुफानहरु आउँछन्, छालहरु चल्दछन्, तर समुद्रको स्वभाव शान्त रहने हुन्छ, समभावमा रहने हुन्छ। त्यसले गर्दा ती सबै साम्य हुन्छन्। हामी पनि समुद्र जस्तै बन्नु पर्दछ, हामी पनि स्थित प्रज्ञ अथवा मुनि बन्नु पर्दछ भनेर समभावले व्याख्या गर्दछ। स्थित प्रज्ञको कुरा गर्दा जस्तो भगवत गीताकै दोस्रो अध्यायको 55औं श्लोकलाई हामीले हेर्न सक्छौं। प्रजाहाति यथा कामान सर्वान् पार्थ मनोगतान् आत्मने एव आत्मना तुष्टा स्थित प्रज्ञस्तदोच्यते। अथवा प्रजाहाति यथा कामान, कामनाहरू सबै नष्ट गर्ने,
सर्वान पार्थ मनोगतान्। हे पृथपुत्र, मनमा उब्जिएका भावनाहरू अथवा आकाङ्क्षाहरूलाई साम्य पारेर आत्मन्य एव आत्मनतुष्ट अथवा विशुद्ध मन, शुद्ध आत्मामा सन्तुष्ट रहनु नै स्थित प्रज्ञ हो, स्थित प्रज्ञको गुण हो भनिएको छ। त्यसकारण समभावको मुख्य उद्देश्य भनेको हामीलाई स्थित प्रज्ञ बनाउनु हो, हामीलाई शान्त बनाउनु हो, सबै परिस्थितिहरूमा अविचलित बनाएर लक्ष्य प्राप्तिका लागि, सन्तुष्टिका लागि, सुख बाटोको लागि अगाडि बढाउनु हो। यसले मान्छेलाई मोक्षको बाटोमा लाग्दछ। स्वर्णकमल मार्गका अरू विषयमा पछि कुरा गर्नेछौँ। आजलाई यतिमै बिट मार्न चाहन्छु। हस्त, धन्यवाद।